नमस्कार सबैजनालाई म तपाईहरुको क्रिस सानी आजको टपिकमा जुन भिडियो बनाउँदैछु नि यो टपिकमा भिडियो बनाउनु भनेको नेपाल र नेपालीको लागि केही नेपालीहरुको लागि अपराधै गरे बराबर हुन्छ अफ कोर्स आई एम अल्सो नेपाली तर यस्तो खालको भिडियो बनाउनु भनेको अपराधै गरे बराबर हुन्छ तर प्राय मेरो भिडियोहरु यस्तै विषयमा हुन्छ यस्तै खालको भिडियो हुन्छ थोरै भिडियो हुन्छ तर यस्तै खालको हुन्छ मलाई एउटा क्वेशनको आन्सर दिनु ल दुईटा क्वेशन सोध्छु फर्स्ट क्वेशन हामी युथहरुले फाइनल डिसिजन अब लाइफमा ठुलो स्टेप लिनुपर्छ अब सेटल हुनुपर्छ अब चाहिँ ठुलो केही गर्नुपर्छ भन्ने डिसिजन लिने एज ग्याप कुन हो हाम्रो ब्याकग्राउन्ड मतलब छैन हाम्रो ब्याकग्राउन्ड जेसुकै होस् पुअर मिडल क्लास अन्डर मिडल क्लास रिच मल्टी रिच जेसुकै होस् सबैको लाइफमा यो फेज आउँछ कुन हो एज ग्याप लाइफमा अहिले आउँला अनि अर्को सपना सक्सेस कि सक्सेस सपना के हो बुझ्नु भएन होला सपनालाई हामी आफ्नो सक्सेस मान्छौं कि सक्सेसलाई आफ्नो सपना मान्छौं यसमा क्लियर हुनुहुन्छ दुईटा टपिकमा आज भिडियो छ हेर्नु होला जे छ रियालिटी सब यताउति हुने होला छ बीचमा कुनै तथ्य सत्य ल्याएर हैन हाम्रै प्र्याक्टिकल लाइफलाई यताउति गर्ने र भिडियो मन परायो भने कमेन्ट गरेर साथ दिन सक्नुहुन्छ पहिला एज ग्यापको कुरा गरौँ हाम्रो एज ग्याप 25 to 35 25 देखि 35 को बीचमा हामीले एउटा डिसिजन लिइसक्नुपर्छ इट डजन्ट म्याटर कि हाम्रो ब्याकग्राउन्ड के छ मैले अघि भनिगए पुअर मिडल क्लास अन्डर मिडल क्लास रिच मल्टी रिच जेसुकै होस् त्यहाँ माथि प्रो रिच अल्ट्रा म्याक्स जेसुकै होस् तर सबैको लाइफमा एउटा फेज आउँछ यहाँ मैले डिसिजन लिनुपर्छ तर अरूको कुरा गरिन तपाई र मेरो कुरा गरे यहाँनिर सपना र सक्सेसको बारेमा अहिले कुरा गरौँला हामी यो एजमा आइसक्दा हामी फेक रियालिटी फेक न्यूज र फेक कल्चरको पछाडी कुद्छौं त्यो कसरी फेक न्यूज फेक रियालिटी एन्ड फेक कल्चर त्यो सबै हामीले नै बनाएको हामी सबैजना मिलेर बनाएको युथहरुले मिलेर बनाएको एन्ड फेक माइन्डसेट एउटा माइन्डसेट बनाए त्यहाँबाट फेक रियालिटी फेक न्यूज एन्ड फेक कल्चर हामीले क्रिएट गर्यौं अनि त्यसको पछाडी सबैजना कुद्दैछौं युथहरुको कुरा गरे प्यारेन्ट्सको कुरा गरिन मैले कसरी जस्तै मानौ अहिले हाम्रो एउटा कल्चर चलेको छ नेपालमा सबैको कमन कल्चर चाहे जुनसुकै जातिको होस् धर्मको होस् फाइनान्शियल ब्याकग्राउन्ड के छ मतलब छैन एउटा कल्चर छ विदेश जानु एनी हाउ विदेश जानु त्यो विदेश जानु भनेको यताको मैले टपिक जोडे सपना हो कि सक्सेस हो थाहा छैन तर विदेश चाहिँ जाने यो एउटा कल्चर यो कल्चर कसले क्रिएट गर्यो हामीले नै गभर्नमेन्टलाई दोष दिदिन फ्यामिली सिचुएसनलाई दोष दिदिन म देशलाई दोष दिदिन हामीले दोष लिनुपर्छ के जिम्मेवारी बोक्ने आँट चाहिँ हुनु पर्यो के हामी माथि आँट छैन भने छैन कसरी क्रिएट गरे त हामीले जस्तै मसँग मानौ 10 जना विदेश आयो 10 जना विदेश आएपछि उले सपना होस् या सक्सेस होस् के मानेर विदेश आयो थाहा छैन विदेश आइसकेपछि उले सोचेको सम्झेको बुझेको कुरा यहाँ सबै झुट साबित भयो मैले सोचेको र बुझेको कुरा त होइन रहेछ यहाँ त डिफिकल्ट रहेछ यहाँ त पिञ्जडा रहेछ यहाँ एउटा रोटेसन रहेछ फसेको त्यो मुसालाई एउटा पिञ्जडामा राखेर कुदाकुदै गर्छ नि त कहीँ पुग्दैन गोलो गोलो घुमिरहेको हो त्यो ट्र्याप रहेछ यहाँ स्यालेरीको ट्र्याप रहेछ अब फसिसकेपछि निस्किने बाटो छैन त्यो कुरा उले बुझिसक्यो त्यसमा पनि दुई क्याटेगोरीको मान्छे हुन्छ एउटा चाहिँ स्ट्रङ मेन्टालिटीको मान्छे हुन्छ यति ड्युरेसन छ यति काम गर्छु यति क्यापिटल गेन गर्छु गएर आफ्नो केही स्टार्ट गर्छु र आफै गर्छु भन्ने एउटा मेन्टालिटीको मान्छे हुन्छ सो मैले अहिलेको कल्चरको बारेमा कुरा गर्दैछु सो फस्यो अब उले के गर्ने त नो अब त्यस्तो टपिकमा उले कुरा गर्दैन त्यो लुकायो अब देखाउने भनेको मेरो साउ राम्रो छ मेरो कम्पनी राम्रो छ आई एम डुइङ वेल सक्नुहुन्छ नि आउनु एन्ड देन फोटोज अफ कोर्स फोटोज भिडियोज टिकटक भिडियोज हो त्योहरू आउँछ त्यो देखिसकेपछि त्यो त अब वर्ल्ड वाइड जान्छ त्यो देखिसकेपछि जस्तै अब मेरो देश नेपाल हो नेपालको बारेमा कुरा गरे मैले नेपालमा जति युथहरु बसेको छ नेपालमै के गर्छु भनेर अब तिनीहरुले त्यो चीजहरु हेर्छ जुन यताबाट क्रिएट भएर सोशल मिडियामा आयो त्यो देखिसकेपछि तिनीहरु इन्फ्लुएन्स हुन्छ त्यहाँबाट अब उनीहरुको माइन्डमा के हुन्छ हुँदैन नेपालमा केही हुँदैन अवसर छैन गर्न सकिदैन अब चाहिँ उतै जानुपर्छ विदाउट एनी ब्याक प्लान बनाउँदैन नेपालमै के गर्नुपर्छ यहाँ यति गरे यति कमाएर आएर नेपालमै के गर्छु नो किन अलरेडी उसको ब्रेन सिडिङ भइसकेछ नेपालमा केही छैन अवसर डुब्छ त्यसको बारेमा सिक्नु ओर्नु केही छैन सिधै जाने त्यो सिक्ने कुरामा फोकस हुँदैन अब चाहिँ जानुपर्छ किन इन्फ्लुएन्स भइसक्यो गरि आफुलाई चेन्ज गरिसक्यो उले किनभने यताबाट फेक रियालिटी गइसकेको छ तर
यहाँ जो आयो जस्तै जो आउनुभयो यहाँ मसँग लगायत 10 जना एउटा एक्जाम्पलको लागि हामीले मेन रियालिटी के छ है भनेर मैले बताएँ भने नेपालमा जस्तै हामी 10 जना आयौँ, नेपालमा 50 जना आउने तयारी गर्दैछन्, त्यसमध्ये एटलिस्ट गुड मेन्टालिटी स्ट्रङ मेन्टालिटी भएको त 5 जना त होला नि त, 10 जना त होला नि त। अब तिनीहरूले पनि त्यो कुरा बुझेपछि होइन अब चाहिँ मैले यी गर्नुपर्छ, यस्तो पनि हुँदो रहेछ त्यहाँनिर, हुँदैन यहाँ जान भनेर 5 जना ती बसे मानौ 45 जना आयो, त्यो 5 जनाले पनि त्यो 45 जनालाई एक दिन तान्छ क्या हो। त्यसरी एउटा कल्चर रियालिटी कल्चर क्रिएट गर्यो भने। तर त्यतातिर अहिले मैले नि यो भिडियो बनाइरहेको छु, तर कमेन्ट गरेर हेर्नु होला कस्तो कस्तो कमेन्ट आउँछ, तैँले खुब गरिस्, तैँले गाडिस्, यताउति भनेर कमेन्ट आउँछ। आई डोन्ट केयर अबाउट इट। एउटा कुरा त्यो भयो, साथ दिने छैन, हामीले साथ कसैलाई दिँदैन भन्छ, नेपालीले नेपालीको खुट्टा तान्छ, यो कुराबाट पनि हामीले प्रश्न गर्न सक्छौँ। म राम्रो छु, म सबैलाई उकास्छु त्यो भनेको होइन, म पनि सेम कल्चरमै परेँ, तर अलिकति बुझ्ने कोसिस गर्दैछु, अलिकति आवाज उठाउने कोसिस गर्दैछु। हामीले एकअर्कालाई सपोर्ट गरौँ रियालिटी वेमा, नट इन फेक वे। विदेशमा आएर जस्तै एकअर्कालाई हेल्प गर्ने त्यो देखाउँछौँ हामी कि हेल्प गर्दैछौँ भनेर जुन देखाउने कोसिस गर्छौँ, त्यो नेपालमा पनि गरौँ। नेपाल विदेश आउनै नसक्ने जुन व्यक्तिहरू हुनुहुन्छ, कति प्रब्लम हुन्छ त्यो त अब देखेका हुँदैन नि त हो, उहाँहरूलाई पनि मोटिभेट गरेर नआएको ठिक छ, नेपालमै गरेको ठिक छ, अथवा आफ्नो देशमा गरेको ठिक छ, अथवा आयो भने पनि यस्तो यस्तो भोग्नुपर्ने हुन्छ, यो कुरामा रेडी हुनुहुन्छ भने आउनु, यस्तो इन्फर्मेसन दिँदा चाहिँ हुन्छ। तर नो, त्यो टपिकमा कसैले बोल्दैन, बोल्यो भने पनि त्यो चाहिँ एउटा स्लेभ हुन्छ, तैँले के गरिस्, कता गरिस्, तैँले बढी गफ्लाउँछ, त्यो कुरा हुन्छ। अर्को कुरा गरेँ मैले सपना र सक्सेस। सपना भनेको के हो, सक्सेस भनेको के हो? सक्सेस हामीले पाउन सक्छ, सपना पाउन सक्दैन। नेपालमा बसेर हामीले सपना देख्छौँ, सक्सेसको प्लानिङ गर्दैन। यदि सक्सेसको प्लानिङ गर्ने हो भने होल भिडियो यसकै बारेमा चाहिँ सपना कि सक्सेसको बारेमा हामीले प्लानिङ गर्ने थियो भने हामीले यति बुझ्न सक्थ्यौँ कि नेपालमा बसेर म सक्सेस हुन सक्छु कि विदेशमा गएर, विदेशमा आएर अरूको अन्डरमा काम गरेर प्रेसरमा काम गरेर निन्द्रा बिगारेर, त्यो त सक्सेस होइन अफकोर्स पनि होइन। त्यो सक्सेस ठ्याक्कै के हो, सानो पनि हुनसक्छ, ठुलो पनि हुनसक्छ, आफ्नो आफ्नो सोच अनुसार हुन्छ, आफ्नो आफ्नो मेन्टालिटी अनुसार हुन्छ। सो सक्सेस थाहा थियो भने नेपालमै सक्सेस हुन्छु भन्ने सोच भएको व्यक्तिहरू चाहिँ बाहिर आएर थाकेर हारेर गलेर ऊ फर्केर नेपालै जान्छ र नेपालमै केही गर्ने सुरसार गर्छ, उसलाई थाहा छ कि नेपालमै सक्सेस हुन्छु। तर नेपालमै सक्सेस हुन्न, अब चाहिँ मैले केही लार्ज स्केलमा बाहिरै गर्छु भन्ने व्यक्तिहरू पनि धेरै हुनुहुन्छ। त्यो बुझेर क्लियरिफाई गरेर उनीहरू आफ्नो स्पेसिफिक डिसिजन लिएर निस्किन्छन्। तर हामी सपना के हो, सक्सेस के हो, सक्सेस कहाँबाट र कसरी मिल्ने त्यो थाहा छैन। सक्सेस भनेको एउटा पार्टिकुलर चिजलाई मान्छौँ, एब्रोडमा जुनसुकै कन्ट्री होस् त्यो सक्सेस हो। त्यहाँ गइसकेपछि थाहा हुन्छ यो सक्सेस छैन, यो त ट्र्याप रहेछ। बुझ्नुभयो? बिचमा भिडियो आउन बन्द भएको थियो, एक्ज्याक्ट टपिकमा बोल्दा केही नराम्रो पो हुन्छ कि मैले केही गल्ती पो गर्छु कि हो, त्यो मेन्टालिटी थियो क्या त्यतिखेर, त्यही भएर मैले भिडियो रोकेको थिएँ, फेरि कन्टिन्यू गरेँ मैले। यो भिडियो चाहिँ 100%मा 10% अथवा 20% को लागि मात्रै होला सायद है, मेरो विचारमा। अब सबैलाई मन पराउँदै बेग्लै हो, पुरै क्लाइमेक्स वाला भिडियो चाहिन्छ नि त अडियन्सलाई, सो त्यो चाहिँ गरिनँ यसमा मैले। मोरल अफ द भिडियो भनौँ, नट स्टोरी भिडियो, चाहे नेपालमा छौँ चाहे विदेशको कुनै ठाउँमा छौँ, हामीले एउटा रियालिटी अगाडि लिएर आउँ, यस्तो छ है कुरा चाहिँ, यसरी चाहिँ गर्न सक्छु। गभर्मेन्टलाई ब्लेम नगर्ने, गभर्मेन्ट सुधार्ने हामी हो, गभर्मेन्ट सुधार्ने हामी हो। हामीले भोइस रेज गऱ्यौँ, एउटाले भोइस रेज गऱ्यो भने अर्कोलाई आँटाउँछ, उसले भोइस रेज गर्छ। अब जो विदेशमा छ म त भोइस रेज गरेर के गर्नु, उसले भोइस रेज गर्यो भने त्यहाँको मान्छेलाई आँटाउँछ, होइन मैले यहीँ जितेर बस्नुपर्छ, उताको मान्छे पनि आउने सुरसार गर्दैछ, मैले यहीँ जितेर बस्नुपर्छ, त्यो हुन्छ नि त। सो रियल कुरा के छ, रियल फ्याक्ट के छ, त्यो निकाल्ने हो बाहिर, चाहे म विदेशमा छु चाहे नेपालमा छु। यस्तो हुँदैछ है भनेर हामी सबैलाई जोड्ने ठाउँ भनेको सोसल मिडिया हो, त्यहाँ जोडिन्छ। हामीलाई चाहिने के भनेको हाम्रो नयाँ कल्चर। अब हामीले नै गर्ने हो नि त युथ, हामी पछाडि अर्को जेनेरेसन आउँछ, तर अहिलेको लागि हामीले गर्ने हो चेन्ज, सानो होस् अथवा ठुलो होस्, इन्डस्ट्रियल एरिया होस्, एजुकेसन एरिया होस्, जुनसुकै एरिया। गभर्मेन्टलाई दोष नदिने, गभर्मेन्ट कस्तो छ हामीलाई थाहा भइसक्यो। सो रियल कुरा के छ त्यसलाई बाहिर निकालौँ, त्यसमा जति सक्छौँ
विदेशको रियालिटी बाहिर निकालौँ, नेपालको रियालिटी बाहिर निकालौँ, यस्तो चाहिँ हुँदैछ है भनेर सबजना यसरी चाहिँ जोड्यौँ भने आज नभए भोलि केही न केही त हुन्छै हुन्छ है। देशको लागि पर जाओस्, देशको लागि केही होस् कि नहोस् त्यो थाहा भएन मलाई, एटलिस्ट हाम्रो लाइफमा चाहिँ केही हुन्छै हुन्छ। अनि अर्को कुरो, सेम प्याटर्नमा 10 जना कुदिरहेछ नि, सेम प्याटर्नमा 10 जना कुदिरहेछ, तर अहिले आज एकजनाले कसैले एउटा स्टेप लियो, चाहे मैले अथवा तपाईँले कुनै स्टेप लियौँ भने नि हामी एउटा हुन्छ के। 5-10 वर्षपछि हामी एकजना मात्रै त्यो फ्लोमा अगाडि जान्छ के, हामी गनिन्छ क्या एकजना हो। त्यही भएर एउटै प्याटर्न ठिकै छ, अवस्थाले कुदायो होला, हामी कुद्यौँ पनि, तर अब चाहिँ टाइम टु चेन्ज क्या। लाइक अब हामीले एउटा डिसिजन लियौँ, सानो होस् अथवा ठुलो होस् मतलब भएन, तर एउटा डिसिजन के सेल्फ मेकिङ, त्यो सँगसँगै एउटा चिज बनिसक्यो भने कति चिजलाई हेल्प हुन्छ थाहा छ नि। हामीले आफ्नो एउटा स्ट्रङ माइन्डसेट बनाइसक्यौँ भने हाम्रो सुरुमा अलिकति प्रब्लम आउँछ, त्यो थाहा छ, लिँदाखेरि कस्तो हुन्छ भन्ने कुरा भन्न सजिलो छ, लिइसकेपछि फेस गर्नुपर्छ, तर धेरै कुरा सिक्न पनि पाइन्छ आफ्नो बारेमा। एउटा डिसिजन लियौँ, सुरुमा प्रब्लम हुन्छ, त्यसपछि आफ्नो फ्यामिलीलाई राम्रो हुन्छ, फ्यामिलीलाई राम्रो भइसकेपछि सोसाइटीलाई राम्रो हुन्छ, अनि धेरैजनालाई मनपर्छ, अलिकति इन्फ्लुएन्स हुन्छन्, जुन एजको मान्छेले गरेको छ त्यो एजसँग रिलेटेड सबैलाई अलिकति आँट आउँछ, अनि त्यसले गर्दाखेरि अलि सबैजना गर्दै जान्छ। तैँले के गरिस् त गर न पहिला भनेर भन्ने पनि धेरै हुनुहुन्छ नि। आवाज उठाउँदैछु त, गर्दैछु, यसमा साथ दिनु, सँगसँगै गरौँ। पहिला सोचबाट सुरु हुन्छ, सोचबाट बोलीमा आउँछ, बोलीबाट एक्सनमा आउँछ, अनि एक्सनबाट बल्ल रियालिटी देखिन्छ क्या, वर्ल्डमा आउँछ क्या। वर्ल्डमा नआए पनि एटलिस्ट मेरो सोसाइटीमा आउँछ नि, मेरो गाउँमा आउँछ नि, मेरो सहरमा आउँछ नि, त्यही ठुलो कुरो हुन्छ। सो एकअर्काको तान्ने नगरौँ। जुन स्टेप हुन्छ नि, अब ठुलो डिसिजन लिने एजको ग्यापमा अरूको पछि कुद्नु र घुस लिने कर्मचारी एउटै हो कि। कसरी भने हामी अरूको पछाडि कुद्यौँ फ्युचर बनाउनलाई, तर फ्युचर कसरी त्यहाँ डामाडोल हुन्छ हामीलाई थाहा हुन्न, हाम्रै लस छ, त्यो हामी बुझ्दैन, किन फ्युचर प्लानिङ गर्ने आँट छैन नि त हामीमा, हामी त्यो सोच्नै सक्दैन, डर लाग्छ नि त हामीलाई, जस्ट इन्स्ट्यान्ट रिजल्ट चाहियो नि त हामीलाई हो। त्यही भएर हामी र त्यो घुस लिने कर्मचारी एउटै हो। घुस लिने कर्मचारी एउटै किनभने उसले घुस लियो, कसरी लियो, मैले एउटा ट्याक्स तिर्नुपर्ने थियो, त्यो ट्याक्स ल है म त ट्याक्स तिर्दिनँ, तँलाई यति पैसा दिन्छु, मेरो यो मिलाइदिए है भन्यो भने उसले के गर्छ, 2-4 पैसा लिएर त्यो मेरो ट्याक्स मिलाइदिन्छ, मैले ट्याक्स तिर्नु परेन, उसले के गर्यो, घुस लियो। अब मैले ट्याक्स जुन तिर्छु त्यही ट्याक्सबाट न उसलाई सेलेरी आउने हो। अब उसलाई सेलेरी आउँदैन, ट्याक्सै गएन भने, म एउटाको इक्जाम्पल हो नि, ट्याक्स तिरेन, त्यस्तो कति व्यक्ति हुन्छ नि। अनि ट्याक्स तिरेन भने उसको सेलेरी आउँदैन, सेलेरी आएन भने घुसैको कुरामा जिन्दगी बिताउने कोसिस गर्छ, र लास्टमा फ्युचर के हुन्छ त, डामाडोल हो। हामी र यसमा के फरक छ हो। त्यसरी नै यसले घुस लिएन, म लिँदिनँ, मैले घुस पाउने भने, मैले सेलेरी पाउने भने कि यो सेलेरी तिमीहरूले तिरेको ट्याक्सबाट पुरै ट्याक्स तिर गर भनेर ऊ ढुक्क भएर यहाँ बस्यो भने उसको सेलेरी मजाले आइरहेको छ, पेस्टिज पनि हुन्छ, इमान्दार पनि हुन्छ, पेन्सन पनि राम्रो आउँछ, सब चिज राम्रो जान्छ नि एउटा फ्लोमा। सेम हामी पनि सबैजना यही प्याटर्नमा कुद्दैछ, म किन कुद्ने यार। विदेशै जाने कुरा छ भने एउटा पार्टिकुलर क्यापिटल लिनलाई चाहिँ हामी जान मिल्यो, लिएर आएर आफ्नो केही बनाउनुपर्छ। अनि त्यो आफ्नो पार बनाइसकेपछि मेरो छोराछोरी, मेरो वाइफ होस्, छोराछोरी होस्, फ्यामिली मेम्बर्स होस्, तिनीहरू फेरि जानु परेन नि त विदेश। मैले 200 रुपियाँ कमाउन सुरु गरेको थिएँ, अब त्यसरी नै काम गर्नु पर्यो मेरो फ्यामिली मेम्बर्सले भने उनीहरूले पनि 200को लागि सुरु गर्छ क्या, 200बाटै सुरु गर्छ क्या फेरि, होइन। तर मैले एउटा केही सुरु गरेको छ, बिजनेस होस् अथवा एग्रिकल्चर जेसुकै मैले सुरु गरेको छ भने मैले त्यो कुरा 200बाट सुरु गरेर 2000मा पुर्याएँ। अब त्यहाँबाट मेरो छोराछोरी अथवा कोही कसैले ह्यान्डओभर गर्ने हो भने 2000बाट सुरु गर्ने भयो क्या। अब त्यहाँनिर यो थ्योरी त हामीलाई थाहा छ नि त, सेम भएन त। अनि घुस लिने र हामी अरूको, यो घुस लिने र हामी अरूको पछाडि कुद्ने व्यक्तिको त्यो तालमेल मिल्यो नि त। त्यही भएर यो भिडियो बनाएको मैले। भिडियो के कसो लाग्यो कमेन्ट गरेर भन्नु। मेरो भिडियो यस्तै हुन्छ है।